पार्टीको चुनाव प्रचार कार्यक्रम हुनेछ। हामी आज सिउनाको यो गाउँमा जो यो चुनाव प्रचार कार्यक्रममा सहभागी सबै पार्टीका आदरणीय र सहयोगका सबै कमरेडहरू, यहाँ उपस्थित तपाईँहरू सबै आदरणीय जनसमुदायहरू, सही परिवारजनहरू, सर्वप्रथम तपाईँहरूलाई क्रान्तिकारी अभिवादन। समयको त चाप पर्यो, धेरै लामो कुरा त अहिले गर्न सकिँदैन होइन। अब यहाँ आउँदा नयाँ अनुभूति भएको छ। एउटा तपाईँहरूसँग बाटोमा हिँड्दै पनि यो स्तरमा भेट भयो, त्यसभन्दा खुसी लाग्यो। हिजो राति हामी कम्प्युटर अफिसको घरमा बस्यौँ माथि, आज त्यहाँ पनि राम्रो भयो वातावरण सबै। सायद तपाईँहरू सबै लागिरहनु भएको छ, तपाईँहरूको सद्भाव, तपाईँहरूको मेहनतको परिणाम हो जस्तो लाग्छ। त्यसो हुँदा खुसी नै लागेको छ एक तपाईँहरूसँग यो स्तरमा भेट्नु। तपाईँहरूको जो उत्साह देखिएको छ अहिले, तपाईँहरूको सक्रियता जो देखिएको छ र तपाईँहरू आफै बढी चाहिँ यो चुनावमा जो गम्भीर देखिनु भएको छ, त्यसले पनि मलाई उत्साहित बनाएको छ। यसका निम्ति तपाईँहरूलाई धन्यवाद। अब दोस्रो कुरा, यो सिउना गाउँ भनेको, यो सिउना भनेको विगतको नेपालको क्रान्ति आन्दोलनमा पनि र नेपालको जनयुद्धको इतिहासमा पनि धेरै महत्त्वपूर्ण गाउँ हो, यो धेरै महत्त्वपूर्ण ठाउँ हो। यो तपाईँहरूले विगतमा जो सङ्घर्ष गर्नुभयो, सङ्घर्षमा योगदान जो गर्नुभयो, त्यो योगदानको परिणाम अहिले राष्ट्रिय राजनीतिमा पनि देशमा पनि एउटा नयाँ स्थिति सिर्जना भएको छ। पहिलाको भन्दा अलिकति फरक स्थिति, अलिकति नयाँ स्थिति सिर्जना भएको छ। तर तपाईँहरूले भने जस्तै त भएको छैन, तपाईँहरूले भने जस्तै भएको छैन र तपाईँहरूले भनेकै ठाउँमा त पुगेको छैन। त्यस अर्थमा पनि यो सङ्घर्षशील गाउँ हो, एउटा नयाँ क्रान्तिको इतिहास बोकेको गाउँ हो र तपाईँहरूसँग भेट हुँदा पनि अर्को दोस्रो खुसी लागेको छ। तेस्रो कुरा कहाँ छ भने यो गाउँ भनेको धर्मदत्त उपाध्याय जन्मेको गाउँ। यद्यपि अन्त पञ्चायती व्यवस्थाको पञ्चायती राजनीतिज्ञ हुनुहुन्थ्यो, तर पञ्चायती राजनीतिमा र पञ्चायती व्यवस्थामा उसका आफ्ना जे सीमा थिए, वैचारिक राजनीतिज्ञ सीमा जो थिए, उसको चाहिँ तपाईँको राज्य व्यवस्था र त्यसको सञ्चालनमा जे सीमा थिए, जहाँ नेपाली जनताले चाहिँ र यो देशले क्वेसन उठाइरहन्थ्यो, नेपाली जनताले क्वेसन उठाइरहन्थ्यो, त्योभन्दा भिन्न चाहिँ विचार भएको, भिन्न प्रवृत्ति भएको र भिन्न छवि भएको नेता हो धर्मदत्त उपाध्याय। पञ्चायतमा भएर पनि अनि चाहिँ परिवर्तन चाहने, पञ्चायतमा भएर पनि प्रगतिशील चरित्रको चाहिँ तपाईँको नेता हो उहाँ नि, जसले कालीकोटलाई, जसले कर्णालीलाई, त्यो बेला कर्णालीको अवस्था, कालीकोटको अवस्थालाई हेरेर दृष्टिगत गरेर धेरै ठुल्ठुला सङ्घर्षहरू गर्नुभएको छ। त्यो सङ्घर्षमा हामी त त्यो बेला सानसाना थियौँ, पुच्छे हामी धेरै त अरू थाहा पाउँदैन थियौँ। यो उसको राष्ट्रिय पञ्चायतको चुनाव हुने बेलामा उहाँहरू चुनावमा आउनुहुन्थ्यो कि उम्मेदवार भएर आउनुहुन्थ्यो। हामी त सानसाना फुच्चे 6-7 वर्षका, अनि कार्यक्रम छ भन्ने भएपछि अहिले बच्चाहरू जसरी हिँड्छन् नि, गरर दौडिन्छन्, हामी पनि त्यसरी हर्क दौडेर जान्थ्यौँ। उहाँले एउटा कार्यक्रम मालकोटमा गर्नुभएको थियो, त्यो कार्यक्रममा उहाँले गरेको भाषण मैले सुनेको छु हजुर, त्यो मेरो दिमागमा ताजै छ। मैले के भन्छु भन्नुहुन्छ भने, उहाँ जहिले पनि जति पनि कालीकोट र कर्णालीका विरुद्ध हुने षड्यन्त्र थिए या त्यो बेलाका समस्या थिए, त्योसँग लड्नको निम्ति जहिले पनि जनतासँग सहकारी गर्नुभयो। उहाँको नयाँ विशेषता भनेको जनतासँग सहकारी गर्नुभयो, दुखी गरिब जनतासँग सहकारी गर्नुभयो, दुखी गरिब जनतालाई साथ लिएर लड्नुभयो कि सङ्घर्ष गर्नुभयो। अनि त्यसपछि गएर समाजमा सबैभन्दा पछि परेको समुदाय जो छ, त्यो समुदायलाई लिएर चाहिँ उहाँले सङ्घर्ष गर्नुभयो र जित्नुभयो पनि। पञ्चायतको बेलामा लगातार 15 वर्षसम्म चाहिँ तपाईँको जनताबाट जितिरहने पञ्चायतको नेतामध्ये एउटा उहाँ हो। पछि 62-63 पछि नयाँ स्थिति बन्यो। नयाँ स्थिति बनेपछि हामी त 10 वर्ष लड्यौँ। हामी 10 वर्ष लड्ने बेला उहाँको असाध्यै माया र सहानुभूति थियो हामी आफ्नो ठाउँबाट। हामी त सानसाना, अहिले थाहा भयो, पहिला त्यति थाहा हुँदैन थियो। रहेछ के भन्नुहुन्छ भने, यो उहाँ लड्ने बेलामा, चुनावमा लड्ने बेला या सङ्घर्ष गर्ने बेलामा हाम्रो गाउँका बुवा बाजे अङ्कलहरूसँग सहकारी गर्नुहुँदो रहेछ नि, उहाँको पक्षमा रहेछन् अथवा उहाँलाई मद्दत गर्दो रहेछ हाम्रो गाउँले। मैले पछि थाहा पाएँ हजुरको, पछि उहाँहरूसँग भेटघाट हुँदा पनि थाहा भयो, हाम्रो बुवाहरूले, अङ्कलहरूले, बाजेहरूले भन्नु भएर पनि थाहा भयो। पछि 64मा म लड्ने बेलामा मेरो काठमाडौँ भेट भयो। काठमाडौँ भेट हुँदा दुईवटा कुरा गर्नुभयो भने, अनि पहिला मैले गरेँ, लडिरहेको थिएँ, अब तपाईँ आउनुभयो, मलाई अब ढुक्क भयो भन्नु। एउटा हेर्नु होला,
तपाईँ आउनुभयो, तपाईँहरू आउनुभयो, मलाई ढुक्क भयो। अब मेरो अब चाहिँ तपाईँको पछिल्लो प्रतिनिधित्व तपाईँहरू गरिहाल्नुहुन्छ भन्ने एउटा त्यो। दोस्रो के थियो भन्नुहुन्छ भने तपाईँ अहिले आउनुभयो, लड्दै हुनुहुन्छ, तपाईँहरूले धेरै मलाई मद्दत गर्नुभएको छ। हाम्रो के गरेर मेरो खुसी भइहाल्यो त्यो बेला, मैले अघि भनिहालेँ। तर त्यो बेला जनताले जो गर्यो, हाम्रो त्यहाँ गाउँठाउँले जो गर्यो, तपाईँहरूले धेरै ठुलो हामीलाई मद्दत गर्नुभएको छ। त्यस कारणले मैले बुझ्दिनु छ, अहिले सबै मेरा मान्छे जति छन् तपाईँलाई भोट हाल्नु भन्छु भन्नुभएको छ र 64 चुनावमा मलाई भोट दिनुभएको हो उहाँ आफैले पनि। दोस्रो कुरा सायद तपाईँहरूलाई भनेको कुरा तपाईँहरूलाई थाहा भइहाल्छ, यहाँ सबै तपाईँहरू हुनुहुन्छ। दोस्रो कुरा त्यो। तेस्रो कुरा के भन्नुभयो भन्दाखेरि हामी त्यो बेला भर्खर काठमाडौँमा यो विकासको योजनाको चर्चा चलिराखेको थियो र कर्णाली करिडोरको एकदम बहस थियो कि पूर्व पश्चिम चाहिँ उत्तर दक्षिण जोड्ने करिडोरहरूको कुरा थियो। त्यही क्रममा कर्णालीको थियो। कर्णालीमा उहाँले के भन्नुभयो, तपाईँहरूले अहिले कर्णाली करिडोर कर्णाली तित्री भन्नुभएको छ, त्यो ठिकै छ, छोटो सबैको देखिले ठिकै छ, तर ह्याङ्गिलको जमिन कमजोर छ। त्यसो भएको हुँदा अब बुढाहरूले पनि हेरिरहेका हुने भयो नि, ह्याङ्गिलको जमिन कमजोर छ। हाम्रो त्यो उत्तर दक्षिण मार्ग भनेको वर्षा हुँदा अर्को हुँदा बर्खामा खाइ हुँदैन। त्यसो भएको हुनाले बनाउन त्यो त्यही बनाउनु होला, तर लालु लैफु सडक जो छ त्यसको साइड सडक हुन्छ, वैकल्पिक सडक हुन्छ, त्यो सडक पक्का सडक हुन्छ। त्यस कारणले त्यो सडक नछुटाउनु होला भन्नु। मैले पहिला लालु लैफु भनेको थिएँ भन्नु। तिनवटा कुरा मलाई भन्नुभयो। आज यहाँ आउँदा त्यो चाहिँ अनुभूति पनि भयो, यहाँहरूसँग सबै भेट भयो होइन, भने खुसी नै लाग्यो। हामी के हौँ भन्दाखेरि देश र जनताको निम्ति पञ्चायत कालमा पनि विगतका राज्यहरूमा पनि त्यसको हितमा सोच्ने विचार सोचाइ र त्यसको निम्ति काम गर्ने, सङ्घर्ष गर्ने, अगाडि बढ्ने नेताहरू जो हुनुहुन्थ्यो, ती नेताहरूका नयाँ प्रतिनिधि हौँ हामी अहिलेका। त्यसो भयो भने तपाईँहरूको गाउँमा उहाँको गाउँमा आउँदा खुसी पनि लागेको छ। तपाईँहरू सबै उहाँका आफन्तजनहरू जो हुनुहुन्छ, तपाईँहरूको आभारसहित म धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी हामी सहकार्य लामो गर्नु छ, किनभने उहाँका सपना पनि धेरै ठुल्ठुला थिए, धेरै ठुल्ठुला सपना थिए होइन। बिचमा धेरै बाटाहरू पनि उहाँले पाउनु भएन, जति सक्नुभयो त्यो गर्नुभयो। अब हामी छँदैछौँ, तपाईँहरूले चिन्ता गर्नु पर्दैन। हामी एकताबद्ध भएर काम गर्ने हो। तपाईँहरूको सबै परिवारलाई, यो उपाध्याय परिवार, तपाईँहरूको नाम जति सक्दो यहाँको जनता सबैले तपाईँहरूले भन्नुहोला, हामी छँदैछौँ। अब तेस्रो कुरा मैले तपाईँलाई भन्ने के छ भन्नुहुन्छ भने अहिले चुनावमा हामी आएका छौँ, सबै कुरा चुनावका सुनिसक्नु भएको छ। अब अहिले पार्टीको तर्फबाट, नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट, माओवादीको तर्फबाट हामी आएका छौँ र हामी उम्मेदवार भएर आएका छौँ। हामी किन आएको म धेरै लामो कुरा गर्दैन। यो बिचमा 62-63मा हामी काठमाडौँ गइसकेपछि माओवादी आन्दोलन बिग्रियो, समस्या आए। माओवादी आन्दोलनमा पार्टी कसरी बचाउने, जनयुद्ध कसरी बचाउने, जनताको भावना र आकांक्षा कसरी बचाउने, शहीदको रगत कसरी बचाउने, हजुरको बेपत्ताहरूको चाहिँ तपाईँको त्यो विचारलाई कसरी बचाउने, त्यत्रो बलिदानलाई घाइते अपाङ्गको कसरी बचाउने। तपाईँहरू हिजो 10 वर्ष जनयुद्ध लड्दा सङ्घर्ष नगरेको, दुःख नपाएको, दमनमा नपरेको, हजुरको तपाईँहरूले यातना नपाएको, तपाईँहरूलाई टर्चर नभएको कोही पनि हुनुहुँदैन। यत्रो बलिदान गरेको जनताको चाहिँ जे उद्देश्य थियो र जे चाहना थियो, 62-63मा काठमाडौँ गइसकेपछि त्यो सबै नेताहरूले त्यो सबैलाई बेवारिसे गर्न थालेपछि र त्यो सबैलाई चाहिँ तपाईँको नि सिद्ध्याउन थालेपछि हाम्रो सङ्घर्ष त्यहाँ पर्यो। अलिकति यो बिचमा सङ्घर्षमा हामी बढी केन्द्रित भयौँ र यो मोर्चा त्यो बेला हामीले जो सङ्घर्षको मोर्चा खोल्यौँ, त्यो सङ्घर्षको मोर्चाको निम्ति त्यो मोर्चा अहिलेको चुनावी मोर्चा फिट हुँदैन थियो र हामी नआएको। मैले यति मात्रै भन्छु मैले, किनभने माओवादीमा देखिएको प्रतिक्रान्ति सच्याउन चुनावी मोर्चाबाट सच्याउन सकिँदैन थियो त्यो बेला। त्यस कारणले सङ्घर्षको मोर्चाबाट सच्याउनु पर्छ। अहिले आउँदा तपाईँहरूलाई थाहा छ, यो देशमा त देशी विदेशी चाहिँ प्रतिक्रियावादीहरू र साम्यवादीहरूले माओवादी चाहिँ जनयुद्ध नराख्ने, माओवादी पार्टी नराख्ने, माओवादीको नाम निशाना नराख्ने षड्यन्त्र गरिरहेको थियो नि, अहिले पनि छन् गरिराखे। तर यो बिचको सङ्घर्षले हामीले त्यसलाई सबै क्रस गरिसक्यौँ र मैले अहिले यति मात्रै भन्ने हो कि तपाईँहरूसँग माओवादी पार्टी छ र तपाईँहरूसँग अहिले माओवादीको तपाईँहरूको आफ्नै प्रतिनिधित्व गर्ने विचार, तपाईँहरूको भावना, तपाईँहरूको मुद्दा, तपाईँहरूको चाहनाको, तपाईँहरूको समस्याको प्रतिनिधित्व गर्ने नेताको टिम छ। त्यसो हुँदा अब तपाईँहरूले धेरै चिन्ता गर्नु पर्दैन। यो बिचमा माओवादीको एउटा हिस्साले गल्ती नगरेको भए यो दुःख हामीलाई आउँदैन। हजुर 62-63 हामी लगातार अगाडि बढ्थ्यौँ र हामी चाहिँ केन्द्रीय राज्य सत्तामा पुगिहाल्थ्यौँ। अनि जनताको व्यवस्था हामीले बनाउँथ्यौँ। जनताको व्यवस्था र राज्य सत्ता भएको भए हाम्रा जनताले अहिले यति दुःख कष्टको फेरि पनि जीवन चाहिँ जिउनु पर्दैन थियो र सामना गर्नु पर्दैन थियो। त्यसो भएको त यसलाई सच्याउनको निम्ति सङ्घर्ष गऱ्यौँ। अहिले तपाईँहरूसँग पार्टी छँदैछ, माओवादी पार्टी छ, नेपाल कम्युनिस्ट पार्टी। माओवादी पार्टी त्यो पार्टी भनेको नेपालका दुखी गरिब जनताको पार्टी हजुरको।
अनि धेरै सपना बोकेका अहिलेका राज्यले ती सबै सपनालाई चकनाचुर गरेकाहरूको पार्टी हो यो पार्टी त्यस्तो पार्टी हो हामी लिडर त्यस्तो लिडर हौ हाम्रो पार्टी त्यस्तो पार्टी हो यो पार्टीमा आफ्नो केही छैन छ भने तपाईहरु यो पार्टीमा आफ्नो छुट्टै चाहिँ स्वार्थ केही छैन छ भने तपाईहरु जनता उत्पीडित वर्ग उत्पीडित समुदाय र बडो विडम्बना के भयो भन्दा पछिल्लो दिनमा यस्तो पार्टी भित्र कथा जन्मे भन्नुहुन्छ भने अनि आफ्नो स्वार्थलाई मुख्य बनाउने मान्छेहरु जन्मे नेताहरु जन्मे अनि पुँजीवादी चाहिँ तपाईको पुँजीवादतिर जाने पुँजीवादी राजनीति गर्ने नेताहरु जन्मे पुँजीवादी खेलमेलो गर्ने चाहिँ नेताहरु जन्मे माओवादी पार्टीलाई पुँजीवादी स्वार्थ सिद्ध गर्नको निम्ति प्रयोग गर्ने नेताहरु जन्मे पछिल्लो दिनमा नेताहरुमा त्यो समस्या आयो माओवादी रहेन माओवादी खाओवादी भयो माओवादी खाओवादी भएपछि अनि त्यसले पैदा गरेका समस्या त तपाईहरु पनि यहाँ पीडित हुनुहुन्छ नि यही पनि 10 वर्षमा माओवादी कस्तो थियो तपाईलाई थाहा छ पछिल्लो दिनमा माओवादी बिग्रेपछि अनि चाहिँ तपाईहरुलाई त्यो पनि थाहा छ कि यसो हेर्दाखेरि माओवादी भन्दै पनि चाहिँ लाल लाग्ने टाइपका मान्छेहरु छन् केही अहिले माओवादीको नाम त्यसो छ त्यसो भए उनीहरूले अलिकति हामीलाई त्यो जटिलता त भयो यो बिचमा अहिले फेरि म के भन्छु भन्नु चाहिँ तपाईहरुको बीचमा माओवादी पार्टी छ र आम नेपाली जनताको बीचमा माओवादी पार्टी छ माओवादी पार्टी भने तपाईहरुको पार्टी हो तपाईहरुको विचार बोकेको पार्टी हो तपाईहरुको राजनीति बोकेको पार्टी हो राजनीतिक प्रतिनिधि हो तपाईहरुको समस्यासँग लड्ने र चाहिँ साथ दिने पार्टी हो र तपाईहरुको मुक्ति चाहने पार्टी हो चाहे उत्पीडित वर्ग होस् चाहे उत्पीडित समुदाय होस् चाहे हाम्रो महिलाहरु होस् चाहे हाम्रो युवाहरु होस् लगायत सबै सेक्टर त्यसो भएकोमा अहिले हामी आएका छौं र तपाईहरु सबैसँग अपेक्षा के छ भन्दाखेरि यो समस्याको हल त भइहाल्छ समस्याको हल हुन्छ नि तपाईले चिन्ता गर्नु पर्दैन अलिकति 1-2 वर्ष हामीले मिहिनेत गर्यौं भने समस्याको हल हुन्छ तर त्यो समस्याको हल गर्नको निम्ति के चाहियो भन्दाखेरि यो देशमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्व चाहियो र माओवादीले अगाडि सारेका उम्मेदवारहरु तपाईहरुको उम्मेदवारहरु माओवादीले अगाडि सारेको जनप्रतिनिधिका उम्मेदवारहरु तपाईहरुको उम्मेदवारहरु त्यो उम्मेदवारलाई तपाईहरुले जिताएर पठाउनु भयो भने देश तपाईहरुको हातमा आउँछ अनि तपाईहरुको समस्या समाधान हुन्छ यसो भयो भने भ्रष्टाचारको अन्त्य हुन्छ कमिसन खोरको अन्त्य हुन्छ नाता गोता पोस्नेको अन्त्य हुन्छ अनि हाम्रो उत्पीडित वर्ग र समुदाय त्यसको प्राथमिकता गर्छ यसैको निम्ति हामी तपाईहरुको बिचमा आएका छौं तपाईहरु जनता आफै धेरै विवेकशील हुनुहुन्छ अहिले तपाईहरुले आफ्नो पक्षमा फैसला गर्नुहुन्छ आफ्नो पक्षमा भोट दिनुहुनेछ र आफूले जित्ने गरिकन तपाईहरुले भोट दिनुहुनेछ मेरो कुरा यति नै छ बाँकी त साथीहरु छँदै हुनुहुन्छ अरु चिन्ता केही नगर्नु होला तपाईहरुले कसैले डर देखाउला नडरानु होला तपाईहरुसँग माओवादी पार्टी छ तपाईहरुलाई कसैले लोभ प्रलोभन देखाउला अहिले त्यो लोभ प्रलोभनमा नफस्नु होला अहिले तपाईहरुलाई लोभ देखाएर आफ्नो स्वार्थ सिद्ध गर्ने अनि भोलि चाहिँ तपाईहरुको कुरा नसुन्ने तपाईहरुलाई फर्केर नहेर्ने गरेका छन् तपाईहरुलाई थाहा छ अर्को कुरा अनि तपाईहरुलाई खरिद गर्ने हुन्छ नि किन्ने मूर्खता गर्लान् यहाँ पनि तपाईहरु सचेत रहनु होला पैसाको भ्रष्टाचार र कमिसनको खेलो गरेर जम्मा पारेका पैसा अहिले चुनावमा बाँड्छौं र अनि जनतालाई किनिहालिन्छ अनि जितेर आफ्नो स्वार्थ सिद्ध गर्छौं भन्ने होला तपाईहरुले ध्यान दिनु पर्यो बढी यो कुरा तपाईहरुले ध्यान दिनुहुनेछ तपाईहरुको जित सुनिश्चित छ तपाईहरुको जितलाई कसरी रोक्दैन कि मैले भनेको के भन्दा जनता महान हो जनता नै शक्तिशाली जनता नै एकजुट भयो भने त्यसलाई कसरी हराउन सक्दैन यसो भएको हुनाले अहिले पनि मैले भन्छु जनताको प्रतिनिधित्व गर्न हामी आएको हुनाले तपाईहरुको जित सुनिश्चित छ तर एकदम जिम्मेवारपूर्ण ढंगले सक्रिय रूपमा सचेततापूर्वक काम गर्नु होला यति कुरा भन्दै अनि चाप पनि परि अहिले हामी जान्छौं 21 गते चुनाव हुन्छ चुनाव फाइनल गरिसकेपछि म तपाईहरुको बिचमा आउँछु अघि मैले भन्नुहुन्थ्यो फेरि आउनु होला भन्नुभएको छ साथी भोट हाल्नु होला म आइहाल्छु नमस्कार धन्यवाद